सो हेलो एन्ड नमस्ते। म आज चाहिँ फेरि नयाँ भिडियो लिएर आएको छु। सो आज चाहिँ मलाई यस्तो भोक लागिरहेको थियो अनि साँझतिर हो अनि मैले नेपालबाट करेन्ट चाउचाउ आएको थियो। यो करेन्ट पनि यार यस्तो खाने मन लागेको थियो। फेरि मैले बुढीलाई भने आज चाहिँ करेन्ट चाउचाउ बनाउनु पर्यो है भनेर बुढी पनि त्यहाँ खुसी। बुढी त झन् वेटिङमा बसिरहेको थिएँ। त्यसपछि मैले किचनमा गएँ। त्यसपछि पानी चाहिँ लगाएँ मैले उमाल्नको लागि। त्यसपछि पानी उम्लिँदासम्म मैले चाउचाउ प्याकेट अलि खोलेर राखौँ भनेर त्यतातिर लागेको त फेरि बुढी आएर फेरि खोलेर रेडी गरेर स्माइल हेर न स्माइल। फेरि आफ्नै भिडियो हेरेर फेरि स्माइल गरिरहेको थिएँ है। अनि हामी चाहिँ लाग्यो फेरि बनाउनुतिर। त्यसपछि अब अन्डा चाहिँ बनाउने कि नबनाउने भनेर यस्तो गफ गरिरहेको थियौँ कि अनि फेरि बुढीले भन्यो म अन्डा बिना खाँदैन। ल त्यसपछि बनाइदिउँ भनेर अन्डा सन्डा पनि हामी बनाउन लाग्यौँ। त्यसपछि बुढी चाहिँ अन्डा सन्डा फोड्यो अनि अन्डा फोडेर म चाहिँ ऊ चाहिँ रेडी गरिरहेको छ है। अनि त्यो चाउचाउ खानको लागि ऊ चाहिँ लास्टै मन पराउने कि करेन्ट चाउचाउ। त्यसपछि करेन्टलाई पानी सानीमा हाल्यो। त्यसपछि हल्का पाक्न लागिसकेपछि चाहिँ फेरि हामी यतातिर अन्डा बनाउनतर्फ लाग्यौँ। त्यसपछि मैले चाहिँ अन्डा सन्डा कस्तो खाले बनाउने भने त्यस्तै रोटी टाइपको। अनि त्यसपछि अन्डा चाहिँ बनाउन हालेँ मैले। त्यसो अन्डा चाहिँ हल्का पाकिसकेको थियो। अनि त्यसपछि दामी अलि राम्रै भन्यो, अलि मैले ठिकै भन्यो मेरो हिसाबले। अनि त्यसपछि त मसला हालेर त्यसपछि चाहिँ चाउचाउ चाहिँ हामीले दुईवटा बनाएको अलि कमै जस्तो लाग्यो। त्यसपछि आज चाहिँ यति खाउँ भनेर म चाहिँ मिक्स गर्नेतिर लागेँ यता। अनि बुढी चाहिँ उता सलाद काट्दै थिइन् अनि सलाद काट्यौँ। त्यसपछि हामी चाहिँ खानातिर लाग्यौँ। एकचोटि सिनेमेटिकमा हेरिदिउँ न है भिडियो। ल सक्यो। कस्तो छ भन्दाखेरि दामी भन्दै हुन्छ। अनि फेरि चाहिँ अर्को रिएक्सन लिनको लागि मम्मीलाई सोध्यो कस्तो छ भनेर। मम्मीले चाहिँ फेरि मिठो भन्दै चाहिँ हामी चाहिँ खाना बस्यौँ। त्यसो चाहिँ हामी खाँदै ल्याम बुढीले चाहिँ फर्स्ट बाइट लियो अनि मन शान्ति भएर के। हामीलाई चाहिँ पिरो कम भयो पनि। और अभी तो रुको, क्लाइमैक्स अभी बाकी है। पिरै छैन रे खासै। खान जन्मेकाहरू हौ खाऊ। खान्छु, खाने हो। नखाई बाँच्नलाई सरकारले व्यवस्था गरिदिएको छ र। सो गाइस हामीले चाहिँ खाएर सकायौँ। मिठो छ, धेरै दिनपछि खाएको। भिडियोमा धेरै एक्साइटेड जस्तो लागिरहेको होला हजुरहरूलाई। तर हामी चाहिँ थियौँ है एक्साइटेड। धेरै दिनपछि हामी इन्डिया बस्छौँ। यो करेन्ट यस्तो पाउँदैन यता। उहाँ चाहिँ करेन्टको मेरो त सेकेन्ड गर्लफ्रेन्ड हो। लाइक कमेन्ट शेयर सब्सक्राइब फलो। सो गाइस बाय। ल बाई क्या खानामा बिजी। बाई। लभ यु। जय नेपाल।